हेलो हाई सबैलाई नमस्कार। आज चाहिँ म यहाँ कालो पाण्डे डाँडामा आएर एउटा नयाँ ठाउँ एक्सप्लोर गरेको छु र यो ठाउँ चाहिँ हल्का अलिकति त्यो कालो पाण्डेको समाधि भन्दा हल्का तल रहेको छ। आउँदा त रमाइलो थियो, अब उकालो चढ्न यहाँ गाह्रो हुँदैछ। त्यो ठाउँ छ, त्यहाँ बस्नको लागि एकदम राम्रो रहेछ, टक्क आउने ड्राई पिकनिक जस्तो स्पट रहेछ। र म केही ग्रुपसँग आएको थिएँ, एकदम रमाइलो भयो। मेरो ग्रुप हल्का अगाडि छ, म अलि पछाडि नै छु। एकदम राम्रो ठाउँ। कहिलेकाहीँ फ्रेस हुँदाखेरि माइन्ड फ्रेस गर्नु पर्यो भने आउनको लागि एकदम नजिकको र राम्रो ठाउँ। एकदम फरेस्टको भाइब्सहरू, चराचुरुङ्गी कराएको त्यो अरू छुट्टै साउन्डहरू, सबै कुरा चाहिँ अनुभव गर्न सकिन्छ। एकदम राम्रो लाग्यो मलाई यो ठाउँ र हजुरहरू पनि आउनु होला, एक्सप्लोर हान्नु होला के कस्तो छ भनेर। ल, धन्यवाद सबैलाई। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, सधैँ खुसी रहनुहोस्।